सम्पूर्ण दर्शक महानुभावहरूलाई कोअपरेटिभ न्युज इन्फर्मेसन म्यानेजमेन्ट च्यानलमा स्वागत गर्न चाहन्छु साथीहरु। म राहुल। म आज एउटा नयाँ भिडियो लिएर आएको छु। तपाईले टपिकबाट पनि थाहा पाइसक्नुभयो होला। यो टाइम फार्मास्युटिकलले चाहिँ बुक बिल्डिङ विधिबाट आइपिओ निष्कासन गर्ने भएको छ कम्पनीले चाहिँ कम्पनीले यो टाइम फार्मास्युटिकल लिमिटेडले चाहिँ योभन्दा अगाडि चाहिँ धितोपत्र बोर्ड को लागि चाहिँ निष्कासन सम्बन्धी न्यायावली धितोपत्र निष्कासन तथा वार्ता सम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम चाहिँ नियामक निकायबाट आवश्यक स्वीकृति प्राप्त गरी यसले चाहिँ सर्वसाधारणको लागि बुक बिल्डिङ विधिबाट चाहिँ प्राथमिक सेयर सार्वजनिक गर्ने भएको छ कम्पनीले। उक्त कम्पनीले चाहिँ सेयर निष्कासनको लागि सम्पूर्ण यो सेयर निष्कासन गर्ने बुक बिल्डिङ विधिमा निष्कासनको लागि यसमा चाहिँ यसले चाहिँ नोबेल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडलाई चाहिँ नियुक्ति गरेको छ कम्पनीले। अब यसमा चाहिँ कस्तो छ भने यस कम्पनीले विगत 30 वर्षदेखि गण्डकी प्रदेश नवलपुर जिल्ला गैडाकोट नपा वडा नम्बर 4 मा केन्द्रीय कार्यालय तथा गैडाकोट नपा वडा नम्बर 10 मा कारखाना र ललितपुर 7/2 मा मार्केटिङ कार्यालय स्थापना गरी 300 जना भन्दा बढी कर्मचारीलाई प्रत्यक्ष रोजगार दिएको छ। यो चाहिँ WHO GMP सर्टिफाइड औषधि उत्पादन कम्पनी रहेको छ। कम्पनीले साइनिक्स पाइलोफिल्म स्याप पोलिमर एजिटी सिटायाम स्याली फोल्बिन टी जोरिना होमवर्क्स जस्ता ब्रान्डका विभिन्न साइन्टिफिक सेगमेन्टहरू करिब 200 भन्दा बढी औषधि उत्पादन भइरहेको छ। यस कम्पनीले यो व्यापारिक सञ्जाल विस्तार तथा प्रविधि भित्राउनको लागि मित्र राष्ट्र बंगलादेश स्थित यास्क्योर फार्मास्युटिकल पीएलसी र हङकङ स्थित यास्के भिजेएम लिमिटेडसँग व्यापारिक सहकारी गरिरहेको छ कम्पनीले। अनि त्यो सहकारी गरेर औषधि पनि निर्यात गरिरहेको छ कम्पनीले। अनि निकासी गर्ने आगामी दिनमा पनि अन्य राष्ट्रहरुमा निकासी गर्ने भनेर चाहिँ कम्पनीले चाहिँ जनाएको छ। यसमा चाहिँ अब यो यसले कतिमा बुक बिल्डिङ र यसको कट अफ प्राइस कति हुन्छ भन्ने कुरा अलि पछि नै थाहा हुन्छ। अब यसले चाहिँ बुक बिल्डिङ विधिबाट ल्याउने यो चाहिँ टाइम फार्मास्युटिकलले। अब यसमा चाहिँ तपाईको कस्तो छ भन्दाखेरि यो यसको यसले चाहिँ जस्तै लगभग 200 भन्दा बढी चाहिँ उत्पादन गरिरहेको छ। औषधिहरुको ठुलो लार्ज स्केलमै रहेछ उत्पादन गरेको 200 भनौं न 200 प्रकारका औषधिहरु उत्पादन गरेको देखिन्छ यसले। अब यसमा चाहिँ कस्तो छ भन्दा अब कम्पनीले अब पछि चाहिँ यो यसमा चाहिँ बुक यसको लागि कति राख्ने कट प्राइस कति राख्ने भनेर त पछि चाहिँ जानकारी हुन्छ। यसमा चाहिँ बुक बिल्डिङ विधिबाट यसरी चाहिँ कम्पनीले गरेको छ। यसमा चाहिँ तपाईहरुले चाहिँ के हुन्छ चाहिँ अब यसले चाहिँ बुक बिल्डिङ बढीबाट चाहिँ गर्ने भयो। यसमा चाहिँ कस्तो छ भन्दाखेरि अब यसमा चाहिँ कम्पनीले चाहिँ यो सम्पूर्ण काम चाहिँ नोबेल इन्भेस्टमेन्ट बिक्री प्रबन्धकमा नोबेल इन्भेस्टमेन्ट कम्पनीले चाहिँ गर्ने भयो। यसको यो बुक बिल्डिङ विधिबाट आउने भयो। बुक बिल्डिङको लागि योभन्दा अगाडि चाहिँ अब कस्तो हुन्छ संस्थागत आवेदन दिएर एउटा निश्चित कट प्राइस तोकिन्छ। अनि सर्वसाधारणको लागि चाहिँ आउँदा चाहिँ कम्तीमा चाहिँ त्यो संस्थागत लगानीकर्ता भन्दा 10% घटेर चाहिँ आउँछ। त्यसमा चाहिँ आइसकेपछि पछि चाहिँ लगभग थाहा हुन्छ बुक बिल्डिङ विधिबाट कम्पनीले एक किताको कति निष्कासन कति तोक्ने भने त्यो बेलामा चाहिँ संस्थागत लगानीकर्तालाई आह्वान गरिसकेपछि त्यसमा चाहिँ अब यो सर्वसाधारणले हाल्दा चाहिँ त्यसमा 10% घटेर चाहिँ तपाईको रेट रहन्छ। त्यो बेलामा बल्ल तपाईहरुको चाहिँ यसको एक किताको चाहिँ कति हो भनेर जानकारी हुन्छ। त्यसरी चाहिँ जानकारी प्राप्त हुन्छ। ल आजलाई चाहिँ यो टाइम फार्मास्युटिकलको बुक बिल्डिङ विधि मार्फत आइपिओ निष्कासन गर्ने जानकारी तपाईलाई कस्तो लाग्यो। आगामी दिनमा पनि यस्तै इन्फर्मेटिभ भिडियोहरु बनाउने छु भन्दै आजको यो भिडियोबाट बिदा हुन्छु। यो च्यानललाई चाहिँ लाइक सब्स्क्राइब पनि गरिदिनु अनुरोध गर्छु। नमस्ते।